अब क्युआर कोड सहितको राष्ट्रिय परिचय पत्र आफ्नै मोबाइलबाट डाउनलोड गरी हेर्न सकिनेछ। त्यसको लागि चाहिँ मोबाइलमा कुनै एउटा वेब ब्राउजरमा जाने, त्यस पछाडि सर्चमा यो सिटिजन पोर्टल DONIDCR टाइप गर्ने, त्यस पछाडि यो सुरुको सिटिजन पोर्टल .DONIDCR.gov.np मा जाने, त्यस पछाडि यो डाउनलोड योर ENID लेखेकोमा चाहिँ ट्याप गरिदिने र आफ्नो यहाँ व्यक्तिगत विवरण भर्ने, नाम राखिदिने, त्यस पछाडि आफ्नो जन्ममिति अनि नागरिकताको जारी मिति राख्ने र यहाँ तल क्याप्चा दिएको हुन्छ, यो क्याप्चालाई भरिदिने। यति भरिसकेर सर्चमा ट्याप गरिदिने। यहाँ आफ्नो राष्ट्रिय परिचय पत्रको विवरण देखाउने छ। त्यस पछाडि यो डाउनलोड कार्ड लेखेकोमा ट्याप गरिदिने र यहाँनिर आफ्नो नाम नेपालीमा माग्छ, नेपालीमा आफ्नो नाम टाइप गरेर डाउनलोडमा प्रेस गरिदिने। डाउनलोडमा प्रेस गरिसके पछाडि यहाँ डाउनलोड भइसकेको छ। ओपनमा ट्याप गरे पछाडि यहाँनिर पासवर्ड माग्छ। पासवर्डमा चाहिँ आफ्नो नामको क्यापिटलमा 4वटा डिजिट राखिदिने। यहाँनिर मैले INDR लेखेँ, त्यस पछाडि आफ्नो जन्ममिति राखिदिने। नामको अगाडिको 4वटा क्यापिटल लेटरमा र आफ्नो जन्ममिति राखिसकेर डनमा ट्याप गरिसके पछाडि यसरी आफ्नो राष्ट्रिय परिचय पत्र देखाउँछ।